वेलकम टू गाइज मेरो ब्लग च्यानल। आज चाहिँ हामी मेरो साथीहरू या भाइहरू योसित कोसी घुम्न गइरहेको अवस्था। कोसी पुल टक्क आज चाहिँ रमाइलो हुँदैन यहाँ हेर्नु खानेकुरा पनि बोकेर हिँड्नेछौँ। टक्क रमाइलो गर्दै जाने हो। मेरो च्यानललाई सब्सक्राइब सपोर्ट गर्नु होला गाइजहरूले। हामी कोसी पुल देखेपछि म तपाईँहरूलाई कोसीको सिन देखाउँछु। यहाँ हेर्नु मकै बारीहरू क्या छ क्या पाहाडको सिधा होइन त बसन्त बडा कपाल हेर्नु मेरो साथीको बाल केटीहरूको भन्दा लामो बाल दिन्छ मेरो साथीले। गिनेज बुकमा नाम लेखाइदिन्छ अरे त। हामी चाहिँ साथीको घर गइरहेका छौँ। गाइज हामी चाहिँ साथीको घरबाट निक्लिसकेको अवस्था। अब कोसी टक्क जाने हो। कोसीमा पौडी खेल्ने पसन्द मरिन्छ अरे पौडी खेल्नु। आउनु तपाईँहरूलाई को अलिक साहसी हुनुहुन्छ होइन। मेरो साथी चाहिँ यता दोकान गएको छ। म चाहिँ टक्क बर पिपल भाट्नु गइरहेको छु। हाम्रो गाउँमा चाहिँ क्या ठुलो पिपल छ क्या, लास्टै ठुलो पिपल छ हेर्नुहुन्छ। यहाँ हेर्नु गाइज यत्रो ठुलो छ नि पुरा सकिँदैन क्या। पाहाड भनेको पाहाडै हो कि गाइस। डाँडा पाखा भित्ता मात्र बोरिङ घुम्न आएको। जस एउटा भाइ छ गाइस। अनि भन्नु के छ हाल? मेरो च्यानललाई सपोर्ट सब्सक्राइब गरिदिनुहोस्। च्यानल युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। सकप्रारा होइन सब्सक्राइब। हेर्नु बर पिपल क्या ठुलो छ क्या। बर पिपल यस्तो हेर्न सक्नुहुन्छ। अनि यिनीहरू हाम्रो यहाँ फुटबल भलिबल खेल्ने मैदान छ। म देखाउँदैछु भलिबल खेल्ने ठाउँ हेर्नु गाइज। म त नेटको यति मात्र पुग्छु गाइज। नेट यत्रो माथि छ, हात यति पुग्छ। म त भलिबल खेल्न नसक्ने रहेछ। पिपल हेर्नु क्या दामी पिपल छ। ठुलो पिपल देख्न सक्नुहुन्छ। मेरो साथी चाहिँ पसल गएको छ, अब आउँदैछ। अनि हामी कोसी जाने हो टक्क। डाँडा पाखाहरू हेर्ने पाहाड यस्तै हो पाहाड। मेरो साथीले चाहिँ झोला ल्याएको थियो अघि उनी छोडेर आएछ पसल गएको थियो। लिन जाँदैछ अनि हामी टक्क जान्छ कोसी। दामी सिन छ। हामी तल्लो बाटो जान्छौँ। यस्तो उकालो छ नि उकालो उरालो हिँड्दा लोथ हुन्छ गाइस। यहाँ चाहिँ हाम्रो पाहाडको एउटा कटेज छ। टक्क यता भलिबल खेल्ने यता कटेज दामी। यो चाहिँ केको लागि बनाएको यत्तिकै छ। यता मकै बारीहरू हरियो मकै त जताततै छ कि दामी दामी मकै छ। डाँडा पाखा भित्ता त्यस्तै कमेडी जस्ट। एउटा बुढो बाजेको पो भिडियो हेरिँदै थिएँ मैले। उहाँलाई त चिनेन नि भन्थ्यो। त्यस्तै यो ठाउँलाई पनि चिन्नु नसक्नुहुन्छ। कता हो कता। मेरो साथी चाहिँ झोला लिएर आइसकेको छ। अब हामी फेरि यात्राको क्रममा जारी छ। यो गाइस पाहाडको सिन यस्तो भिरालो। यहाँबाट लड्यो भने त सिधै त्यो छाना भएको डोङ्की डोङ लडेर। यो चाहिँ फेरि एमबी बिना हिँड्नै नसक्ने रे। फोन बिना डाटै चाहियो रे केको लागि। डाटा बिना त म हिँड्नै सक्दिनँ भन्दैछु हो कि होइन। डाटा बिना गु पनि आउँदैन भन्दैछु। कोसीको यात्रा यसलाई हिँड्न झ्याउला अरे गाइस। टाढै हिँड्छ। यो चाहिँ यस्तो भिरालोबाट झर्दैछ हेर्नु न। म चाहिँ नझर्ने। म चाहिँ उता बरु बाटै घुमेरै जान्छु। डन हो क्या एउटा। यही भिरालोबाट झरिरहेको अवस्था गाइस। रिस्की मान्छे हो नि त हामी। रिक्स उहाँ माननीय सदस्यज्यू चाहिँ पसल जाँदै हुनुहुन्छ। मलाई खानेकुरा आवश्यक पर्यो। Sky is blue, the road is red. I am not afraid. हाम्रो टुटे फुटे इङ्ग्लिस गाइज। यता हेर्नु क्या दामी सिन छ क्या पाहाडको। पाखा भित्ता मात्र छ।
जे छ दामी छ तर हिँड्नुपर्छ धेरै बोर लास्ट बोर्ड लागिरहेछ आउनु पाहाड घुम्न टक्क यस्तै छ हाम्रो पाहाड डाँडा पाखा भित्ता हामीले कोसी चाहिँ पर जानुपर्ने पर कोसी घुम्ने किनभने यो अघि यो भिरालोबाट झरेर लान्छ यत्रो भिरालो गट्ट झरेको पाहाडको लुगा सिउनु हजुरबाकोमा अब हजुरहरूलाई दबाई पानी ल्याइदिएर लुगा लियो अरे दिदीको होइन त हजुरबा हजुरआमा हो त्यहाँ चाहिँ ए खाना खानुभयो ए लुगा सिउँदै हुनुहुन्छ है कोसी घुम्न हिँडेको के हजुर ल भरे आउँछु ठिक्क पारिदिनु है सबै ल म गएँ ल नमस्ते हजुरआमा हजुर कहाँ गए पाहाडको घर फेरि पनि उहाँ सभापति चाहिँ फोन नभएन हिँड्नु हामी चाहिँ कोसी टक्क हिँडिरहेको छौँ यहाँबाट अब आधी घन्टा पुगिन्छ होइन आधी घन्टा कोसी पुगिन्छ होइन अब आधी घन्टामा कोसी पुगिन्छ अरे कोसीमा नआउनु कि नआउनु मलाई बगाएको हेर्न चाहने मन छ भने कमेन्ट गर्नु होला टक्क अब हामी चाहिँ कोसीको यात्रामा आउन लाग्यो होला दोस्रो माउन्ट एभरेस्ट हेर्ने है चढ्न आउनु सगरमाथा आएर ए यिनीहरू चाहिँ यत्रो डाँडा पाखा पनि चढेछ है गाइस अब चाहिँ घारीको बाटो लग्दैछ साडी लाएर आएको छ हामी चाहिँ अब भित्र घारीको बाटो टक्क घारी हिँडेको छौँ टक्क यहाँ चाहिँ एमाजोन जङ्गल जस्तै गाडी छ गाडी चाहिँ हामी चाहिँ एमाजोन जङ्गलमा हिँडिरहेछौँ त्यहाँ चाहिँ यत्रो एनाकोन्डा छ एनाकोन्डालाई देख्न सक्नुहुन्छ है यो एनाकोन्डा मैतिर झम्टिरहेछ 800 रुपियाँ बजाउने पुरा नगरिरहेछ मलाई बजाइदिन्छ उधारो खाने पछि तिर्नु चिर्ने म बुवालाई 100 दिन यस्तो कुरा नगरिरहेछ तँलाई मैले भात नखाइ आइज भने डर नै हिँड्ने गर्नु यहाँ चाहिँ देख्न सक्नुहुन्छ गाइस विश्वकै सबैभन्दा डरलाग्दो के भन्नु आदिवासी हामी दुईजना गइरहेछौँ धनुष पनि बोकेछौँ यहाँ झोलामा अस्त्र शस्त्र छ टक्क शिकार गर्न खेल्नु होइन यहाँ हेर्नु म चाहिँ प्योर राउटे बस्तीको मुखिया म चाहिँ साइड मुखिया यहाँबाट खोटाङ पुग्न कति घन्टा लाग्छ मेरो साथीको प्रतिक्रिया सुन्नु है कति घन्टा अलिक 80 रुपियाँ 2 घन्टा लाग्छ अरे म चाहिँ महान साइन्टिस्ट उहाँले चाहिँ भर्खर एउटा हेलिकप्टर आविष्कार गर्नुभएको छ चढ्ने आएको दुर्घटना भयो होइन कस्तो गडड राफेललाई पनि जितिदिने खालको थियो बिचरा मेरो साथीको आविष्कार हावामा चुइँ फ्याल्यो भने त्यो हेलिकप्टर चाहिँ कस्तो भने त्यो कागजको टक्क फट्याएर बनाउने टाइपको थियो सेम फाइटर जेट जस्तो चुच्चो हुने चङ्गा क्या पतन स्याम्पू नआउनु हुँदैन नराउने नुहाउनु मिल्छ बगायो भने घरको प्यारो छोरा एउटा म होइन के भन्नु गाइज बगायो भने कुद्न त साइकल यस्तो पाहाडको बाटोमा साइकल के गर्छस् हौ त्यट कालो रालो छ यस्तो थेट जाँदा त ल रमाइलो होला हो रालो आउँदा त मस्त मेरो साथीले भनेको यस्तो पाहाडको बाटोमा साइकल ल्याउनु गेटवाला नै अब ठिकै हुन्छ यस्तो बाटो हेर्नु न सिन्धुलीको बाटो जस्तो छ उकालो रालो यत्रो डाँडा पाऱ्यो भने बस्ती छ हिमाल होला भनेको पाहाडै छ अरे खोटाङ भनेको उतै होला है पाहाडको यात्रा मेरो साथीलाई चाहिँ बोर्ड लाग्यो अरे गर्लफ्रेन्ड चाहियो अरे
धान फल्ने जग्गाहरू पनि रहेछ पहाडी टक्कसँगले काँसबारी आइपुग्यो यो खरबारी कि काँसबारी खरबारी यो खर होइन खर देख्नु खरै खर छ पहाडको यात्रा सिन चाहिँ जो हेर्न दामी छ तर जीवन लास्टै कस्तो होइन हेर्नु नै जङ्गल जस्तो सारा फायर भइरहेछ सीमा नआउने हात खुट्टा धुने हातहरू गङ्गेर नै चल्दिन बाबुआमाको प्यारो छोरो पर्यो बौरिन्छन् त फाइनली अब कोसी आउनु 15 मिनट कोसी नि टक्क दामी छ आज त ओह्रालै छ गाइस आज त उकालै त पर्छ मरिने भयो कसैको थार छ भने थार लिएर आउनु कार त हिँड्दैन थार बाटो अप्ठ्यारो छ होइन थार लिएर आउनु त लिएर थार मेरो साथीलाई यसो सेयर गराइदिउँ देख्नु पर्यो अन्त गर्न लाग्यो यो मुला मेरो साथी चाहिँ जान मन नमानेर फर्क्यो कि फर्क्यौँ भन्दैछ जान लाउने भात नखाइ आएको छ भोकाले मर्न लागिरहेछ त्यतिकै त सुकेछ मुला भात खाएर हिँड्नु भएन थियो कोसी गहिरो छ है बोकेको बोकै फेदिकै बाटो गएको होइन यो पालि कुन बाटो जाने तर म अलिक पछि आउँछु हो र इच्छा के भन्नु चण्डी लाग्छ कहाँ लाग्छ चण्डी गरिहेर आउने तैँले एकचोटि मलाई कसको बर्थडेमा लिन आउँछ भन्थ्यो अहिले आएन गाइजी माउन्ट एभरेस्ट विश्व संसारकै सबैभन्दा ठुलो सगरमाथा देख्न सक्नुहुन्छ गाइज हाम्रो गाउँमा छ होइन यहाँ 2टा सगरमाथा पो छ त्यही बिचको चाहिँ हिमाल हनुमानले उठाएर लगेको हौँ त्यो सञ्जीवनी बुटी खोज्दा हिँडेरी थियो अरे यता चाहिँ यत्रो सगरमाथा छ आउनुहोस् ट्रेनिङ गर्दा संसारको सबैभन्दा ठुलो सगरमाथा हो हाम्रो यो चाहिँ हामी पानी खाने ठाउँमा आइपुग्यौँ तिर्खाको अवस्था टक्क यही सगरमाथा छ यहाँ पानी खाने डब्बा पनि रहेछ चिसो पानी अब अर्ग्यानिक पानी हो गाइज यो चाहिँ टक्क हाम्रो उतै सगरमाथाबाट बगिरहेको हिमालको पानी चिसो पानी छ चिसो पानी आउनु पानी खानु वेलकम टु गाइज फाइनली कोसी आइपुग्यो गाइज 5 मिनट अब बस मात्र फाइनली गाइज कोसी आइयो यहाँ चाहिँ त्रियुगा नगरपालिका रहेछ यहाँदेखि उता हाम्रो चौडण्डी हो यो त्रियुगा नगरपालिका चाहिँ मेरो मामल यता चाहिँ चौडण्डी यो चाहिँ त्रियुगा नगरपालिका अरे पहाडतिर पनि गाई बस्तु पछाडि पो रहेछ फाइनली गाइज कोसी आइपुग्यो पसिनाले भिजेछ मेरो साथीले भनेअनुसार चाहिँ पहिले बाटो यहाँ थियो अरे तल अहिले यहाँ माथि छ कोसीले बगाइदिएको होइन सब कोसीले बगाइदिएको अरे माथि पनि बल्ल तल्ल बनाएको बाटो भन्छ कोसी हेर्नु न यो यत्रो माथि पुल छ यत्रो ठुलो पुल छ त्यही पनि यो पुल माथिबाट पुल पुगेको थियो अरे हौ पानी यत्रो माथि पुल छ हेर्नु न पुल पानी कोसीको तागत त खतरा छ मलाई त्यसो झट्टा हेर्दा पार गर्न सकिन्छ जस्तो लाग्दैछ कोसी खोला जस्तो सानो देखेको त नसकिने रहेछ भन्दैछ साथी 5-6 बाँस गहिरो हुन्छ अरे कोसी अहिलेसम्म चाहिँ चरेको थिइनँ यो सब कोसीले बगाएको अरे यो छेउछेउ यस्तो छ बगाएको यत्रो माटो बगाएको कोसीले रोटै त थिएन अरे बल्ल बनाएर गाइज पुल हेर्न सक्नुहुन्छ कत्रो ठुलो पुल छ पुल माथिबाट गएको अरे हौ पानी मैले पुल देखाउँछु तपाईँहरूलाई
गर्मीले फाइनली पुल आयो खतरा हालिदिँदो रहेछ त्यहाँ तेरो फोन त झर्दैन नि त अब अक्कै यहाँ कोसीमा आइएछ पुलहरू देख्न सक्नुहुन्छ कोसी क्या दामी छ टक्क फाइनली कोसी आएको है यहाँदेखि उता चाहिँ खोटाङ होइन साथी के अरे बाङ्गो छ एकातिर अलि कोसीले यहाँ चाहिँ बाढी कोसी यत्रो माथि आएको अरे हौ उहाँ तलदेखि पुलै बङ्ग्याइदिरहेछ है लट्ठाहरू यो पुल त कहिले झर्ला भने पो यतादेखि उता चाहिँ खोटाङले यो पुल तरेपछि चाहिँ गाइज यहाँ हेर्नु दुध कोसी होइन यो गाइज फाइनली पुल आएर टक्क चाहिँ हामी खोटाङ तर्ने अवस्था यता के अरे त्रियुगाबाट खोटाङ खिच्ने मैले टक्क ल इन्चरबाट देखाउनु हेर्नु यहाँ गाइज खोटाङ क्या दामी सिन छ है गाइज यहाँबाट कसैलाई मर्ने मन हुँदा यहाँबाट हाल्दा एकदम ठिक छ है बादमा चाहिँ बाँच्छ होला कतिजना मरिसकेर पुलै बाङ्गो छ कोसीले हानेर के अरे बाढीले हानेर पुलै बङ्ग्याइदिएको छ गाइज यो चाहिँ यता अहिले यता बाङ्गो छ तलतिर अघि यता मासतिर बाङ्गो छ यहाँ हेर्नु यस्तो कोसीको सिन छ टक्क अब चाहिँ यता चाहिँ खोटाङ है फेरि यता खोटाङ यता चाहिँ चौडण्डीगढी नगरपालिका यो चाहिँ खोटाङ जिल्ला यो खोटाङ जिल्ला यता उदयपुर जिल्ला होइन अब हामी खोटाङ जिल्लामा पनि आज कदम राखिदिनु हो नि त गाइज टक्क खोटाङ जिल्लाको अनुभव लिनु पर्यो नि त टक्क हामी कोसी पुल तर्दैछौँ फाइनली कोसी पुल चलिरहेको अवस्था पुलमा धेरै मान्छेहरू हुनुहुन्छ यता ट्र्याक्टरहरू सामान लिएर आउँदो रहेछ जस यहाँ हामी चाहिँ भ्यू बनाउँदै गर्दा गाउँको दाइलाई भेट्यौँ मैले ट्र्याक्टरमा काम गर्नु हुँदा यहाँ आइरहेको भेट छक्क घुम्न आएको दाइहरूलाई पो भेटिरहेको छु गाउँको दाइ हेर्नु गाइज प्राविधिक उपाय टेक्नोलोजी भनेको यही हो हेर्नु यहाँ बाजेले डडाउँ गुड्काउँदै ल्याउँदै हुनुहुन्छ टेक्नोलोजी ल फाइनली गाइज हामी चाहिँ यहाँ दुधकोसी घुमेर फर्किसकेका छौँ यहाँ मेरो साथीले मलाई ल्याएको एकदम खुसी लागिरहेछ मुर्दारले ल्यायो हेर्नु कोसी ल गाइज अब भेट्ने छौँ अर्को भ्लगमा च्यानललाई सब्सक्राइब लाइक गरिदिनु होला सपोर्ट गरिदिनु होला तपाईँहरूले सपोर्ट गर्नुभयो भने मात्र अघि बढ्न सकिन्छ सबैलाई एकअर्काको सहयोगको आवश्यकता पर्दछ त्यसैले नबिर्सी मेरो च्यानललाई भिडियो मन परे सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला अर्को भिडियोमा यस्तै रोचक भिडियोहरू लिएर आउने नै छु धन्यवाद बाई।